हेलो साथीहरु नमस्कार साथीहरु म आज केही कुरा यो विवादित क्षेत्रको बारेमा केही कुरा बोल्न चाहन्छु के हो भने हेर्नुस् त्यहाँ नेपालको झण्डा लगाएर आएको छ त्यहाँ सुस्ता गाउँपालिकामा आछौं त्यहाँ झलुङ्गी पुल छ हाम्रो झलुङ्गी पुल चाहिँ यहाँ स्थानीयको भिडियो बनाउनले अप्ठ्यारो लाग्यो मलाई हैन तर चाहिँ यहाँ के छ भने नेपाल सरकारको भूमि हो तर यहाँ के भन्यो भनेपछि नेपालको कागजपत्र सबै छ नेपाल सरकारले हाम्रो देशको जनतालाई के नागरिकता दिएन अरे उहाँहरुको बा हजुरबा बा जिजु बाजे बराजु सबै यो भूमिको लागि यो हाम्रो जमिनको लागि भनेर लडेर बितेर गइसक्नु भयो त्यही पनि उहाँहरुले नागरिकता कागजपत्र पाउनु भएको छैन र यस्तो यो चीजहरुलाई आफ्नो देशको ठाउँकोलाई त्यसो हेर्न पर्ने हो गर्नु भने विवादित क्षेत्रहरूलाई नेपाल सरकारले कसरी हुन्छ सहमति गरेर हुन्छ के गरेर हुन्छ आफ्नो देशको जनतालाई नागरिकता दिन पर्ने कागजपत्र दिन पर्ने ठाउँ दिए हुन्थ्यो के हो कसो राम्रोसँग यो गर्दै हुन्थ्यो यस्तो बाटोघाटो यस्तो छ त्यही माथि अहिले हामीलाई यो पुलबाट यता हामी घुम्न हाम्रो आफ्नो देशमा घुम्न आउनु नपर्ने पुलबाट यो झलुङ्गी पुल सुस्ता पुलबाट हाम्रो आउन दिएन त्यो बाइक लिएर आउन खोज्यो घुम्नलाई यता हिँडेर आउँदा आधी घण्टाभन्दा बढी लाग्छ त्यही भएर हामी बाइक लिएर आउन खोज्दा बाइक लिएर आउँदैन जब बाइक चढ्न नसक्ने भएपछि कुन हिसाबले बनाएको यो झलुङ्गी पुल यो जनताले यो के अरे पुल नभएर गाडी घोडाबाट सामान ओसार पसार गर्न सजिलो होस् भनेर झलुङ्गी पुल बनाउनु त्यो झलुङ्गी पुलबाट बाइक लिएर हिँड्न नपाउने भएपछि किन बनाउने यो देखाउनलाई मात्र झलुङ्गी पुल बनाएको के हो कसो मैले बुझ्न सकिनँ यो सरकारको यस्तो हो कि यहीँको मान्छेको बल मिचायो कि त्यहाँको टेन्डर गर्ने मान्छेहरूको बल मिचायो के मैले बुझ्न सकिनँ चाहिँ र अनि यताको बाटोघाटोहरू यस्तो छ नेपाल आफ्नो जे जस्तो भए पनि भित्र जे जस्तो आफ्नो बोर्डर साइडमा अलि बोर्डर साइडको एरियाहरूमा एकदम राम्रो विचार गर्दै हुन्थ्यो भन्छु म चाहिँ यो त्रिवेणीदेखि तलतिर सुस्ता भन्ने ठाउँमा छौँ हामी यो पुरै भूभाग हाम्रो म्यापमा हेऱ्यो भने इन्डियामा देखाउँछ यो भूभागलाई अहिले हामीले भनिन्छ छाती पिटेर भनिन्छ नेपाल भूभाग भनिन्छ म्यापमा हेर्नुपर्छ गुगल म्यापमा यतातिमा हेर्नुपर्छ इन्डिया देखाउँछ अब यसलाई के भन्ने अब यो बोल्दाखेरि मलाई कसैले नराम्रो भलान् या कसैको नराम्रोमा निक्लेला मलाई विवादित होला या कसैको के अरे नराम्रोमा गर्ने हुम्लामा कसैको आँखी हुम्ला यो बाहिरी मित्र राष्ट्रहरूको पनि आँखी हुम्ला त्यसमा चाहिँ एकदम उस गर्नुहोस् भन्छु म यो ठाउँहरू हेर्नुहोस् यो हाम्रो देशलाई अलिकति संरक्षण गर्न पर्यो हाम्रो देशको नेताज्यूहरू र हाम्रो यो वरिपरि भएका जनप्रतिनिधिज्यूहरूले पनि उहाँहरूलाई अलिकति साथ र सपोर्ट गर्न पर्यो भन्छु म यो भन्दै मेरो दुई शब्दहरू टुङ्गाउँछु र यो बाटोघाटो हेर्नुहोस् यो ठाउँहरूको भिडियो पनि यसमा हालिदिन्छु कैद हुनेछ के भिडियोहरू पनि हालिदिन्छु मैले यति भन्नलाई मेरो मनमा लागेको गुनासो भनेको र यहाँ हाम्रो एउटा मन्दिर रहेछ त्यो मन्दिरमा सोधेको के हो भन्दा कसैले बोल्ने गाह्रो भयो बरु स्थानीय यहाँ आउनुभएको स्थानीयलाई भन्नुभयो मन्दिरमा बस्नुभएको पुजारी बोल्ने गाह्रो भन्नुभयो कान सुन्नु नअरे ल ठिक छ कान सुन्नु नभए पनि हामीले यो ठाउँमा आइसकेपछि केही कुरा जान्न बुझ्न खोज्दाखेरि नसुने पनि कानमा भन्न खोज्दाखेरि भनिदिनु भएन किन हामी नयाँ ठाउँमा आएपछि यो ठाउँको बारेमा बुझ्न चाहियो बरु यहाँको स्थानीयले बरु बताइदिनु भयो तर उहाँ पुजारीजीले बरु बताउनु भएन यस्तो के पाँच वर्षदेखि बसेको भनेर भन्नुभयो तर यो कुराहरूलाई चाहिँ गर्दा अलिकति मलाई चाहिँ चित्त दुख्यो त्यही भएर चित्त दुख्यो भएर भिडियो गरेको त्यसमा कसैलाई ठेस पुर्याएमा त्यसमा क्षमा माग्दै हस्ता म यो भिडियो यहाँ मैले के भन्न खोजेँ अघि त्यहाँ उता भिडियोमा बोलेँ होइन बोल्न त बोलेँ तर यहाँ कता न्युजमा सुनेको मैले कता भिडियो गराउने पत्रकार यता कोही मान्छेलाई गायब बनायो भन्ने सोचले गर्दा डर लाग्यो क्या धेरै बोल्न पनि डर लाग्यो त्यहाँ बस्न पनि डर लाग्यो र यहाँ हामी नेपाली नम्बर प्लेटलाई एकदम के यो बाटोमा यो पुलको बाटो वरिपरि हिँड्न अलिकति दिएनन् के नदिनु जस्तो रहेछ र यो बढी इन्डियन नम्बर प्लेट बढी हिँड्दो रहेछ क्या त्यहाँदेखि जुन हामी उस गर्छ बाइक पनि अलिकति रफ चलाउने गरी गर्ने नेपाली नम्बर प्लेट इन्डियन नम्बर प्लेट त्यही पनि एकदम उस गरेर हिँड्ने चलाउने उस गर्ने हेर्नु नि भर्खर दिनु यसो त्यसो आफ्नै जस्तो डन जस्तो यता हिर्काउला जस्तो गर्ने त्यस्तो त गरेर गर्ने रहेछन् क्या अलिक ठिक लागेन क्या नेपालीलाई चेपेको के मैले बुझ्नै सकिनँ होइन यो चाहिँ अलिक भएन कि हाम्रै देशको भूभागमा हामीलाई नै यस्तो चाहिँ हामी नै हिँड्न नपाउने आफ्नो ठाउँमा यो झलुङ्गी पुलमा आउन लाग्दा नि के अरे बाइक लिएर आउन नपाउने यस्तो रहेछ कुन हिसाबले बनाएको यो हाम्रो यो सुस्ता बासिन्दाहरू हाम्रो दाजुभाइ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण बसोबास गर्ने उहाँहरूको लागि ढुवानी लिएर आउन लैजानको लागि भनेर बनाएको पुल हो पक्कै पनि त्यो बाहेक अर्को उपाय छैन त्यो सुस्ताको पारी जानलाई त्यसको लागि इन्डियाबाट खाद्यान्न सामान ल्याउनु पर्छ त्यसको लागि सजिलोको लागि यस्तो गराएको छ त्यही पनि हिँड्न नदिने जस्तो लाग्यो मलाई अनि हामी त एक हिसाबले पर्यटक त हो नि स्थानीय पर्यटक हो हामी स्थानीय पर्यटकहरूलाई पनि गाडी लगाएर घुम्नको लागि जान नदिने अहिले त यो चुनावको बेला भएर होला मान्छे भिडभाड कम्ती भएर होला जान पाइयो अन्त अघिल्लोचोटि नै आयो थियो हामी अघिल्लोचोटि आएर पारी जान्छु घुम्न जान्छु अन्त जान दिएन बाइक लिएर जान दिएन हिँड्दै जान भने हिँड्दै जाँदा आधी घन्टा 45 मिनट कति लाग्छ
त्यसले गर्दा चाहिँ यो चाहिँ अलि भएन, सहज भएन कि के हो कसो कि यो पुलमा केही कमी कमजोरी गरे कि नेपाल सरकारलाई के पुल बनाउँदा कमी कमजोरी भयो कि के हो कसो थाहा भएन हामीले चाहिँ होइन। तर चाहिँ यस्तो चाहिँ अलि भएन। हामी चाहिँ हाम्रो देशको भूभागमा यस्तो भयो कि बढी भयो कि हेर्नु न, यहाँ अहिले पानी सुकेर उस भएको छ। यो म्यापमा हेर्दा इन्डियाको देखाउँछ, हामीले उस गर्दा नेपाली भन्नुहुन्छ। हाम्रो यहाँ उता पारी बस्ने दाजुभाइ दिदीबहिनी आमा बुवा को हुनुहुन्छ र हाम्रो अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई पनि बहुत इन्डियनले आएर पिट्ने पुलिसहरूले आएर दुःख दिने, मान्छेहरूले त्यस्तै इन्डियन मान्छेहरू आएर त्यस्तै दुःख दिने गर्छ भनेर भन्नुभएको छ। त्यस्तै भन्नुभएको छ। अहिले मैले सोधेको उहाँहरूलाई, अब उहाँहरूको आफ्नो पर्सनल व्यक्तिगत चिजहरूलाई देखाइदिने कुरो भएन, त्यही भएर उहाँहरूसँग सोधेर अनि मैले यता आएर भनेको हुँ यही व्यक्ति भनेर भन्ने कुरो भन्नु उहाँहरूले त्यस्तै स्थानीयहरूले भन्नुभयो। त्यसले गर्दा यो चाहिँ नेपाल सरकारसँग केही पहल भओस् भन्ने म चाहन्छु है। यो चाहिँ अनि मलाई पनि अघि त्यहाँ अलिक धेरै बेर बस्न अलिक डर लाग्यो हामीले भिडियो बनाएको भएर। यो हेर्नुहोस् बाइक यस्तो रन्केर आएको छ, ल हेर्नुहोस् यो भिडियो यस्तो बाइक यो पुलमा यस्तो रन्किने चिज हो, रन्किने यो रन्काएको सधैँ हिँडे पनि मान्छे छन् नि, सधैँ हिँडेर मान्छे छन् नि, यस्तो रन्काउने होइन नि। ल है यति भन्दै देखिहाल्नु पनि भर्खरै पनि बाइक यस्तो रन्काएर हिँड्यो। यहाँ मान्छे छ आस्ते चलाउनु सकिने यार, पुल झलुङ्गे पुलमा हो। यो यिनीहरूलाई यस्तोलाई चाहिँ अलिक कारवाही गर्ने के कसो गरिदिए हुन्थ्यो। यो चाहिँ यो मान्छे भएपछि आस्ते आस्ते हिँड्नुपर्छ नि। अर्को पनि आउँदैछ क्या, रन्किँदै आउँदैछ क्या, त्यस्तो छ। त्यस्तो होइन नि, यो पुल हो, पुलको हिसाबमा त्यही हिसाबले चलाउनु पर्छ।